रासपाका वरिष्ठ नेता बालेन शाहले ल्याए झापा केन्द्रित बाचापत्र दमक भ्यू टावर सञ्चालनमा ल्याउने प्रतिबद्धता। झापा 5 को सुकुम्बासी समस्या 1000 दिनमा समाधान गर्ने बालेनको बाचा। प्रदेशलाई अधिकार दिलाउने बालेनको बाचा प्रहरी र कर्मचारी बारे मौन। निर्माण व्यवसायीलाई रुखमा बाँध्ने बालेनको अभिव्यक्ति प्रति निर्माण व्यवसायी महासंघको आपत्ति, माफी माग्न आग्रह। बालेनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रश्न, मधेसीको अधिकार लडाईमा कहाँ हुनुहुन्थ्यो? धादिङ बस दुर्घटनामा मृतकको संख्या 19 पुग्यो, 9 जनाको शनाखत। समयमा उद्धार हुन सकेन, केही घाइतेको बोल्दा बोल्दै श्वास रोकियो। धादिङ बस दुर्घटना बारे गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन। धादिङ बस दुर्घटनामा कांग्रेसद्वारा दुःख व्यक्त। सड़क यात्रा सुरक्षित बनाउन विगतको सरकारले चासो दिएनन्, हामी गम्भीर छौं, रासपा सभापति रवि लामिछाने। जहाजमा चरा ठोकिँदा छानबिन आयोग बन्छ, तर सड़कमा दिनहु मान्छे मर्दा सरकार गम्भीर भएन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला। बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। सही कुराका लागि मात्रै मेरो जिद्दी हो नेकपा एमालेका अध्यक्ष ओलीको भनाई। एमालेको नेशनल भोलिन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा। नेशनल युथ फोर्स नबन्दा देशका संरचना जले अब जल्न नदिने एमाले अध्यक्ष ओलीको दावी। हरेक बुथ सुरक्षाका लागि 30 जनाको भोलिन्टियर्स फोर्स बनाउन ओलीको निर्देशन। कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न एमाले अध्यक्ष ओलीको आग्रह। आफूले सरकार छोडेपछि देश ड्राइभर बिनाको गाडी जस्तो हुन थालेको एमाले अध्यक्ष ओलीको जिकिर। हाम्रो झण्डा जलाउनेको चुनाव प्रचार रोक्छौं, एमाले भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठको चेतावनी। देश बनाउने एकमात्र सही पार्टी एमाले नेता ईश्वर पोखरेलको भनाई। यसअघि गरेका धेरै योजनाहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता। एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश। आम जनता पार्टी आजपाका धनुषा क्षेत्र नम्बर 4 का उम्मेद्वार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश। रासोपा मकवानपुरका सभापति भरत पराजुलीले छाडे पार्टी, फर्किए कांग्रेसमै। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक विष्ट एमालेमा प्रवेश। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भने प्रधानमन्त्रीको प्रस्तावित एमालेका अध्यक्ष ओली र रासोपा वरिष्ठ नेता बालेन शाहसँग बहसका लागि पार्टी सभापति गगन थापालाई कहिले पठाउँ। काठमाडौँ 5 कांग्रेस महामन्त्री प्रदीप पौडेलले सार्वजनिक गरे 14 बुँदे प्रतिज्ञा पत्र। काठमाडौँ 4 का कांग्रेस उम्मेद्वार सचिन तिमेल सिन्हाले सार्वजनिक गरे प्रतिज्ञा पत्र। प्युठानमा नेकपा रासोपा र माओवादीको प्रतिबद्धता पत्र सार्वजनिक। साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको केन्द्रीय अध्यक्ष तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको धारणा। गृहमन्त्री ओम प्रकाश अर्याल र संयुक्त राष्ट्र संघका आवासीय संयोजक बीच शिष्टाचार भेटवार्ता। सल्यानका मतदाता भन्छन् समृद्धिका कुरा पछि पहिले पानी चाहियो। निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचार प्रसार हिँडे कारबाही हुने। स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रचार प्रसार गर्न नपाउने सूचना अधिकारी सुमन खिमिरेको स्पष्टोक्ति। प्रहरी हेडक्वार्टरले बनायो निर्वाचन विश्लेषण महाशाखा। कालापानी क्षेत्रमा पनि चुनाव गराउन माग गर्दै ब्यानर देखाएका ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल पक्राउ। सुनसरीमा 59 मतदान स्थल अति संवेदनशील। खुल्ला सीमा र सद्भाव बनाई राख्न प्रमुख सुरक्षा चुनौती। निर्वाचन सुरक्षाका लागि दार्चुलाका मतदान स्थलमा संयुक्त सुरक्षा गस्ती। निर्वाचन केन्द्रित सुरक्षाका लागि बझाङमा 2883 जना परिचालन गरिँदै। निर्वाचनका लागि जाजरकोटमा खटिए 879 कर्मचारी। कार्की नेतृत्वको जाँचबुझ आयोग आगजनी तोडफोड र लुटपाटका 10,000 भिडियो क्लिपबाट संयौं दोषी पहिचान। दुर्गा प्रसाईलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश। कटारीबाट गाईघाटका लागि छुटेको बस उदयपुरमा दुर्घटना, 15 जना घाइते। लमही घोरही सड़क खण्डमा बस दुर्घटना, 9 जना घाइते। मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु, 1 जना घाइते। सिन्धुलीमा भैँसीको मासु पशुधन उद्योगमा नेपाली र चिनिया कामदार बीच झडप, 7 जना घाइते। टिकटकर तुलसा अधिकारी विरुद्ध पक्राउ पूर्जी जारी। घोरको कर्फ्यू हट्यो, सड़कमा शान्ति सद्भाव र्याली। पर्साको वीरगंज महानगर क्षेत्र भित्र अनिश्चितकालीन कर्फ्यू। पप्पू
कन्स्ट्रक्सनका मालिक रौनी यार सहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश। नेपाली चलचित्र आबाट आमाको देशव्यापी कमाई 11 करोड नाग्यो। पापाराजीको घेराबन्दीमा फिल्म मेकर्स पैसा नदिए फिल्मको गलत प्रचार गर्ने। 5 विधामा पुष्पा 2लाई फिल्म फेयर अवार्ड। अल्लु अर्जुन उत्कृष्ट अभिनेता। अकबरे खुर्सानीको भाउ प्रति किलो 900 पुग्यो। क्वारेन्टिनमा कडाई गर्दा स्वदेशी केराको माग बढ्यो। चितवनका एभोकाडो बगानमा खटिरा जन्य रोगको आतंका। बोटै सुक्ने जोखिम बढेपछि किसान चिन्तित। नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने। हार्डवेयरमा प्रवेश गर्दै च्याट जीपीटी निर्माता स्मार्ट चस्मा बनाउँदै। सामाजिक सुरक्षा कोषमा 1 खर्ब 2 अर्ब जम्मा कहाँ भइरहेको छ लगानी। स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई एपोलो हाइड्रो पावरको आईपीओ खुल्यो। 2 अंक बढेको शेयर बजारमा घट्यो कारोबार। तोलामा 3200 रुपियाँ बढ्यो सुन। अन्तर्राष्ट्रिय खबरमा पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण। अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि। उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा पुनः किम जोङ उन सर्वसम्मत। र खेल खबरमा 10 वर्षमा विश्वकप उचाल्ने लक्ष्य सहित धनगढीबाट ग्रास रूट टू ग्लोरी अभियान सुरु। अल नासरमै रहने स्पष्ट सन्देश दिँदै रोनाल्डोले भने म साउदी अरेबियाकै हुँ।